हामी न धेरै धनी न धेरै गरिब, तर हामीले कहिले सोच्दै नसोचेको एउटा दुर्घटनाले हामीलाई धेरै गरिब बनाइदिन सक्छ। आज बिमा नगर्दा केही हुँदैन जस्तो लाग्छ, तर भोलि एउटा दिनले जीवन नै परिवर्तन गरिदिन सक्छ। त्यसैले परिवारप्रतिको माया शब्दमा होइन, निर्णयमा देखिन्छ। हामीले त्यही गर्छौँ जुन आफ्नो प्रायोरिटीमा हुन्छ। हामीले बुझ्यौँ, हामीले सुन्यौँ, तर आफ्नो प्रायोरिटीलाई चेन्ज गर्न सकेनौँ। तपाईँलाई लाग्दैन कि तपाईँले गर्ने आजको एउटा सानो डिसिजनले, तपाईँले राख्ने एउटा प्रायोरिटीले, तपाईँले चेन्ज गर्ने एउटा प्रायोरिटीले तपाईँको परिवारको भविष्य जोडिएको छ? यो वाक्य कहिले कसैलाई दोहोऱ्याउनु नपरोस् कि काश मैले बिमा गरेको थिएँ भने। यदि कथम कदाचित जीवन हो, कहीँ कुनै मोडमा हामीलाई केही भइहाल्यो भने सम्झिनुहोस् त्यो दिनलाई। हो, जीवन अमूल्य छ। तपाईँको क्षतिपूर्ति, हाम्रो जीवनको क्षतिपूर्ति कुनै भौतिक चिजले गर्न सक्दैन, तर वास्तवमै अलिकति भए पनि राहत चाहिँ हुन्छ। त्यसैले जीवन बिमा आजको आवश्यकता हो, यो कुनै लग्जरी होइन। त्यसैले आफ्नो आम्दानीको आधारलाई मानेर तपाईँले पनि आफू र आफ्नो परिवारको अनुचित जीवन योजना सोचिरहनु भएको छ, जीवन बिमा योजना सोचिराख्नु भएको छ भने तल दिएको WhatsApp नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ।